हाम्रो बाबु चाहिँ आज टक्क लाएर नयाँ बाटो हिँड्नु यो यस्तो बाटो हिँडेन अल्छी लागेर कि अलिक अफरोड टाइपको बाटोमा चाहिँ हाम्रो बाबुले रहर गरिसकेको छ होइन त के छ त अफरोड बाटो जाने हान्ने नि यता जाने नि हो नि भरे त्यहाँ चाहिँ एक्सपी गर्नु पाइएन ल भन्दैछ अफरोड बाटो यस्तो बाटो के हिँड्नु यो केटाकेटी हिँड्ने बाटो भन्छ ल नि त ल के छ त बाबु अब होइन भइहाल्छ सो अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ त्यही हो सो हामी चाहिँ हिँडिरहेको छौँ होइन त्यही हो बाबुले अब अफरोड बाटो हिँडेर गइसकेको छ तर दिनु सक्नुहुन्छ अफरोड पनि यस्तो अफरोड हान्छु कि अब होइन बुढो बाबा बातेस बा भन्ने खाले बनाउँछु क्या बुढोलाई छ अब चाहिँ स्टक अफरोड बाटो हेर्नु होला आज इभीमा भोलि टिभीमा भने जस्तो लाग्यो भने त भाइ सो हामीले दुईजना टक्कसँगले छौँ किनकि अब हल्का जोगाएर हाल्नुपर्छ कि यसको मुनिको ठोकिन सक्छ होइन त्यही हो फाइनली भिडियो चाहिँ एकदम मजाले हेरेर इन्जोय गर्नु होला यतिको बाटो नै हिँड्दा अलिक मजै आउँदैन नाथो होइन नाम पाकी त नाला छ यहाँ नालातिर नजाउँ नाथो बाबुले अब हिँडेर हर गरेको अफरोडमा के अन्त सोधेको नि होइन हिँड्छु नि त भने जस्तो पुरा गर्नु हो केही छैन अब हिँडे भएपछि रहर पनि पुरा गर्नुपर्छ भन्ने सोचको मान्छे हो टक्कला एउटै बाटो के हिँड्नु भोटिज यस्तो हुन्छ नि एउटा मुजाको बाटो भन्ने कुरो गर्नुभयो त्यही भएर बाबुलाई चाहिँ एकदम ठिक छ एकदम फाइनली अब टक्क रोड झरी पुग्न आँट्यौँ होइन त्यही हो कलार दिन गाइसहरू फाइनली हामी मजा गरेको मान्छेलाई धान्दै जित्यौँ त्यही हो बाबुको इच्छा पुरा भइसकेको छ अफरोड जाने होइन किनकि पुरा गर्नुपर्छ भन्ने सोचको फेरि नि अफरोड हान्ने म्याम फाकी ए म्याम फाकी यस्तो बाटोमा हिँड्दा मजै आउँदैन नि त फेरि यार सालु एउटा जान्यौँ न म्याम साले तर ह्याक्लो ठोकिन्छ क्या होस् बाबुले मजा लिनु हो अफरोडको होइन मजा खुसी मान्नु हो त्यो त्यही हो हेर बाँच्ने होइन कि कला त्यही हो हाम्रो यहाँ भोलि केटो रहेछ सो ल ल बुढिस मजाले हो सो फाइनली त्यही हो गाइस आई एम सो होइन हामी चाहिँ इभीमा पऱ्यौँ हामी त इभीमै पऱ्यौँ सो त्यही हो अब